लो साथीहरू, यहाँ चाहिँ यति धेरै मात्रामा पर्यटकहरू आउने गर्छ। यो तपाईँहरू देख्दै हुनुहुन्छ कि यहाँ कति मात्रामा आउने गर्दछ र यो तपाईँहरू देखेरै अन्दाजा लगाइसक्नु भएको होला कि यहाँ पर्यटकहरू कति मात्रामा आउने गर्दो रहेछ भनेर। त गाइस, यो देख्न सक्नुहुँदैछ कि यो कहाँ लिएर तपाईँहरूलाई जाँदैछु, जहाँ म रहन्छु, जहाँ म छु, त उसी जग्गामै यति धेरै मात्रामा पर्यटकहरू आउने गर्छ। यो तपाईँहरूले देख्दै हुनुहुन्छ। गाइस, मेरो अर्को एउटा नयाँ भिडियोमा तपाईँहरूलाई सबैलाई स्वागत गर्दैछु र म चाहिँ आज यता डुल्दै आएको छु र डुल्दै आउँदाखेरि यो तपाईँहरू देख्न सक्नुहुँदैछ जहाँ म छु, मर्निङ वाकिङ गर्दै सधैँ आउने गर्छु त्यतैतिर आइरहेको थिएँ र यहाँ यो अन्दाजा लगाइसक्नुभयो होला कि यहाँ पर्यटकको कति आगमन हुँदो रहेछ भन्ने। यहाँ घान्द्रुक भन्ने जग्गामा यहाँ सुपर भ्यू हिमालहरू, बर्फिला पहाडहरू हेर्नुको लागि यहाँ जुन चाहिँ बाटोबाट गाडी पनि जान्छ र पनि यो पर्यटकहरू चाहिँ एकदम हाइकिङ गरेर नै खुबै रुचाउने रहेछन् र यसै गरेर चाहिँ एकदमै जाने गर्छन्। र तपाईँहरूलाई देखाउँदै मैले एउटा सानो भिडियो पनि राखेँ र यिनीहरूसँग एकदमै राम्रो लाग्छ। सबैलाई नमस्ते भन्दै जान्छ। यहाँ कुकुरहरू पनि पुरै यो पर्यटकहरूलाई देखेर रुचाउने गर्दछ, एकदम उनको पछि लाग्ने गर्दछ। अस्ति मैले एउटा भिडियोमा पनि राखेको थिएँ तपाईँहरूलाई। र यहाँ चाहिँ यही हिमाल हेर्नलाई आउँछ जहाँ म रहेको छु, वहाँबाट पनि यसरी चाहिँ यो हिमाल देख्ने गर्दछ। तपाईँहरू देख्न सक्नुहुँदैछ, यो चाहिँ माछापुच्छे हिमाल, अन्नपूर्ण हिमाल, हिमचुली अरे र वहाँबाट चाहिँ एकदमै 7वटा हिमाल देखिन्छ अरे। यो तपाईँहरू देख्न सक्नुहुँदैछ, पुरै हिमाल, बर्फिला हिमाल आउने ढाकिएको छ। र यहाँ नेपाल आर्मीहरू पनि धेरै मात्रामा रहने गर्दछन्। पर्यटकहरूलाई कोही असुविधा नहोस् भनेर यहाँ नेपाल आर्मीले पनि बहुतै सर्भिस दिइरहेको रहन्छन्। र यो तपाईँहरू देख्नुहुँदैछ, यही बर्फिला हिमाल हेर्नकै लागि, यहाँको सुपर भ्यू हेर्नकै लागि, यहाँको वेदर हेर्नकै लागि यहाँ पर्यटकहरू धेरै मात्रामा आगमन हुँदो रहेछ। र यो नै हो यहाँबाट चाहिँ हिमाल। र म एक दिन गएर म पनि तपाईँहरूलाई पुरै हिमाल देखाउने गर्छु, घान्द्रुक भन्ने जुन चाहिँ जहाँबाट सुपर भ्यू देख्ने गर्छ। र गाइस, यो चाहिँ यो देख्न सक्नुहुँदैछ, नेपाल आर्मीहरूको आगमन भइरहेको छ र यिनीहरू पेट्रोलिङमै हिँडिरहेको होलान् र मर्निङ वाकिङ गर्दै हिँडिरहेको छन्। र गाइस, यसै गरेर मैले छोटकरीमा भिडियो ल्याएँ। थ्याङ्क यू।